धेरै पहिले सुन्दर काठमाडौँ उपत्यका। पानी पर्न बन्द भयो। आकाश सुक्खा भयो। खोलाहरू सुक्न थाले अनि मानिसहरू डराए। हेर त हाम्रा बालीहरू सबै सुक्दैछन्। कता कता पानी परेको छैन। अब के खाने? त्यसपछि गाउँलेहरूले एकजना बुद्धिमान ज्योतिषीलाई भेटे। तपाईहरूलाई अब केवल एकजनाले मात्र बचाउन सक्छन्, मच्छिन्द्रनाथ। उहाँ असममा बस्नुहुन्छ। उहाँलाई नेपाल ल्याउनुहोस् अनि वर्षा फर्किन्छ। त्यसपछि केही बहादुर यात्रीहरू असमतर्फ लागे। हामी पहाड खोलाहरू पार गर्छौं, तर हाम्रा जनता बचाउन हामी पुग्नै पर्छ। धेरै दिनपछि उनीहरूले मच्छिन्द्रनाथलाई ध्यानमा तल्लीन भेटे। उहाँ यति शान्त हुनुहुन्छ, तर उहाँ उठ्नुहुन्न। अब के गर्ने? त्यतिमै बेला नेपालमा एक शक्तिशाली योगी गोरखनाथ ध्यानमा थिए। क्रोधित भएर उहाँले वर्षा गराउने सर्प आत्माहरूलाई आफ्नो आसनमुनि थुनेका थिए। गोरखनाथ क्रोधमा मानिसहरूले श्रद्धा बिर्सिए। म वर्षा गर्न दिने छैन। जब मच्छिन्द्रनाथ नेपाल आइपुग्नुभयो, चमत्कार भयो। हेर्नुहोस्, रातो मच्छिन्द्रनाथ नेपाल आउनुभयो। गोरखनाथ शान्त स्वरमा, गुरुज्यू, तपाईँ फर्किनुभयो। गोरखनाथ उठ्नासाथ सर्पहरू आकाशतर्फ उड्न थाले। बादलहरू जम्मा भए अनि अन्ततः वर्षा भयो। खेतहरू बस्नेछन्। मच्छिन्द्रनाथले हामीलाई बचाउनुभयो। त्यस दिन सम्झन मानिसहरूले ठूलो रथ बनाएर मच्छिन्द्रनाथको मूर्ति राखे। प्रत्येक वर्ष उनीहरू रथ तानेर पाटनका गल्लीहरूमा यात्रा गराउँछन्। जयकारौं रातो मच्छिन्द्रनाथ। र आज पनि त्यो रथ घुम्छ, प्रार्थनाहरू उठ्छन् र मानिसहरू वर्षाका देवता मच्छिन्द्रनाथलाई धन्यवाद दिन्छन्।